हेलो गुड मर्निङ सबै नेपाली साथीहरूलाई। ह्याप्पी विजय दशमी, दसैँको पनि शुभकामना छ सबैलाई। अनि नेपालतिर दसैँ त नजिक आयो होला। अब हाम्रो त यहाँ दसैँ हो कि बसैँ हो थाहै छैन। अब पैसा हुनेहरूको त दसैँ राम्रै चलिरहेको होला, नहुनेहरूको बहुत टेन्सन भइरहेको होला। अब हामीले पनि खै खासै पैसा पठाउन सकेका छैन, हाम्रो परिवारहरूलाई पनि अलि मुस्किलै होला। दसैँ राम्ररी मनाउनु होला सबैले, अनि इन्जोय गर्नु होला। यति नै, धन्यवाद। हामी त खाडीमा छौँ, हाम्रो दसैँ तिहार भनेको के हुन्छ भन्ने थाहा हुँदैन। अब टिकाको दिनमा सबैले टिका लाउँदाखेरि हामी चाहिँ मजाले ड्युटी गरिरहेको हुनुपर्छ 30 दिनै 12 घन्टा।